हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ हजुरहरू? म एकदम ठिक छु। मेरो किचनमा हजुरहरूलाई स्वागत छ। आज मैले के बनाउन गइरहेको छु भने मैले पठाइदिनु भएको चिप्लो आलुको सब्जी अनि यता रहेको छ यो तिते भटाक। हामीले यसलाई तिते भटाक भन्छौँ। हजुरहरूले के भन्नुहुन्छ? यसको सब्जी बहुत मिठो हुन्छ। मलाई यो बहुत राम्रो लाग्छ अनि मेरो मम्मीले पठाइदिनु भएको आज म बनाउँदैछु। मेरो मम्मीले पठाइदिनु भएको सुक्पाको सब्जी अनि यो हो तिते भटाक, यो मकै, यो मैले बनाएको रोटी। अब म इन्जोय गर्छु यो रहेको छ यो पोलेको मकै हो। मेरो मम्मीले घरदेखि पठाइदिनु भएको यो तिते भटाक हो। यो पनि मम्मीले पठाइदिनु भएको हो। अनि यो गाउँघरको सुस्ताको सब्जी और यो मैले बनाएको रोटी। सो यम्मी, थ्याङ्क यू सो मच मम्मा। अब म इन्जोय गर्छु।